नमस्ते साथीहरू, आज चाहिँ म गिलो चटपटे बनाउनु लागिरहेछु घरमै। तपाईहरु पनि यसरी नै घरमा बनाएर खानुहोस् होला। अनि मैले चाहिँ टक्क टिकटक हेर्दै थिएँ, घरमा टिकटक हेरेर ठिक्क गिलो चटपटे आफूलाई पनि खानु मन लागेको बेला अनि म चाहिँ फेरि देखेपछि चाहिँ कस्तो खानु मन लागेको चिज नखाइ चाहिँ चित्तै बुझ्दैन साथीहरू। त्यही भएर म चाहिँ अनि उठेँ अनि आलु बसाएँ, 3टा आलु बसाएँ। आलु बसाएपछि चाहिँ अनि सबै टमाटर, प्याज, काँक्रा, हरियो खुर्सानी, धनियाँ सबै काटेँ। अनि काटेपछि चाहिँ अनि टक्क रेडी पारेर चाहिँ म दोकान गएँ। अनि दोकान गएपछि सामानहरू ल्याएँ। अनि सामान लिएपछि चाहिँ मैले अनि बनाइरहेछु साथीहरू। अनि प्याज हालेँ, टमाटर हालेँ, खुर्सानी हालेँ, अनि खुर्सानी हालेँ। काटेपछि चाहिँ अनि काँक्रा हालेँ। यो पहाडको काँक्रा हो, ठिक्क दाइले ल्याइदिनु भएको थियो यो काँक्रा चाहिँ। अनि त्यसपछि चाहिँ मैले धनियाँ हालेँ। अनि धनियाँ हालेँ, एउटा हातले कस्तो अप्ठ्यारो भइरहेछ। अनि त्यसपछि मैले सबै खोलेर यो चाउचाउ, कुरमुरे, दाल मटर, भुजिया सबै मैले प्लेटमा खनिसकेको थिएँ। अनि सजिलो हुन्छ भनेर चाहिँ अनि यो चाहिँ गिलो चटपटेको मसला मेन चाहिँ हो। यसले गर्दा चाहिँ बास्ना मिठो आउँछ गिलो चटपटेको। अनि गिलो चाहिँ मैले अघि बनाएर सेलाइसकेको छु। अनि अब चाहिँ अजिनामोटो थोरै, चटपटेमा अजिना बिना मिठो हुँदैन। अनि मैले थोरै बिरे नुन पनि हालेँ। बिरे नुन पनि हालेँ। अनि अब चाहिँ यो चाहिँ घरकै कागती हो। अनि कागती पनि निचारेँ। कागती निचार्दैछु साथीहरू। तपाईँहरू पनि यसरी बनाएर खानुहोस् होला घरमै। अनि मैले भुजा थोरै हालेँ, किनभने सबै 2जना मात्रै छौँ त चटपटे खाने। त्यही भएर चाहिँ अनि भुजा चाहिँ थोरै हालेँ मैले। अनि अब चाहिँ मैले गिलो एड गरेँ। अनि त्यसपछि चाहिँ गिलो हालेपछि चाहिँ एउटा हातमा मोबाइल, एउटा हातमा चलाउनेले चलाएँ मैले। चलाएँ एकछिन चलाउनुपर्छ मजाले, सबै मिक्स हुनुपर्छ नि त। त्यही भएर चाहिँ मैले चलाएँ साथीहरू। यसरी गिलो चटपटे कस्तो खानु मन लागिरहेको थियो। फेरि अझै अलिक पुगेन जस्तो लाग्यो। अनि मैले थोरै थपेँ गिलो। अनि चलाएँ एकछिन चलाउँछु म 1-2 मिनट। अनि चलाएपछि चाहिँ मैले